हातमा प्लास्टिक लिएर कहाँ हिँड्न भन्नुहुन्छ भने गोठालो। हेलो गाइजहरु, वेलकम टु ब्याक न्यू मिनी भ्लग। आयो सबैजना सन्चै हुनुहुन्छ भन्ने मेरो ठुलो आशा छ हैन त। म चाहिँ गोठामा पुग्दाखेरि मलाई वस्तु हेरेर पुरा रुइराखेको थिएँ। त्यसपछि बट्टाबट मैले वस्तु पुगाउँदा त बाख्रा रुइरहने, अनि बाख्रालाई पनि फुकाएर बाख्रा वस्तु खेदे। बाख्रा वस्तु खेदिसकेपछि हल्का हजुरहरुलाई नै पोज दिँदै अनि म लागे फेरि वस्तु लाउने ठाउँतिर हैन त। वस्तु चाहिँ यता मोबाइल लगाइदिएर म चाहिँ लागे मासतिर। वस्तु बाख्रा उँधो चराइराखेको छन् हैन त, देख्न सक्नुहुन्छ। म चाहिँ यता मासतिर बसिरहेको छु हैन त। त्यही हो गाइसहरु। अनि यता आफ्नै गाउँको हल्का भ्यू हेरेर चित्त बुझिसकेपछि रुखमा पुगेर एकछिन बसे हैन त। हल्का पोज दिनु पर्यो नि त। अब रुखमा बसेको अनि सुतेको हैन त। अनि झरेर हतार म वस्तु खोज्न लागे। वस्तु खोज्दै तलतिर एउटा गोरु रहेछ, गोरुलाई भेट्टाए। गाईहरु यता छन्, वस्तुहरु चाहिँ उहाँ पर पुगिसकेका छन् गाइजहरु हैन त। त्यही हो, अब बाख्रा पनि भट्टाभट लागिहालेछन् घरतिर। अनि बाख्रा वस्तु चाहिँ यतै छन् हैन त, देख्न सक्नुहुन्छ। यही हो बाख्रा वस्तु। म चाहिँ लागे घरतिर गाइजहरु। भिडियो अथवा ब्लग मन परेमा लाइक र शेयर र सब्स्क्राइब गरौँ है गाइजहरु, नभुलौं। त्यही हो, अब आजको लागि बाइ बाइ।